विकासका कुरामा यसपटक राष्ट्रिय राजनीतिका कुरा। सत्ताबाट प्रतिपक्षमा पुगेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र फेरि सत्तामा फर्कन प्रयासरत रहेको राजनीतिक विश्लेषण बढ्दै गएको छ। पछिल्लो समय भिजिट भिसामा भएको आर्थिक अपचलनको छानबिनको माग र मुद्दासहित संसद अवरोध गर्दै आएको माओवादी एकाएक सहमतिमा आएपछि विभिन्न कोणबाट प्रश्न प्रतिप्रश्न उब्जिरहेका छन्। यही बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पार्टीका प्रभावशाली नेता एवं उपमहासचिव जनार्दन शर्मालाई पार्टी छाडे पनि हुन्छ भनेको खबर समेत आम सञ्चार माध्यममा प्राथमिकता साथ छाएको छ। राष्ट्रिय तथा पार्टीभित्रको आन्तरिक राजनीतिका बारेमा माओवादीका पाल्पा जिल्ला संयोजक राजेन्द्र विकसँग गरिएको कुराकानी। अहिले पार्टी संगठनको काम हाम्रो निरन्तरतामा चलिरहेको छ। सदस्यता नवीकरण, पार्टी कमिटीका बैठकहरू, भेला प्रशिक्षणहरू अहिले नियमित रूपमा चलाइरहेका छौँ। पछिल्लो अवधिमा खास गरिकन नेकपा माओवादी केन्द्र अहिले 84सम्म सरकारमा जाने मुडमा छैन। उसले आफ्नो जनस्तरमा जनतासँग अभियान चलाएकै छ र त्यही हिसाबले हामी अगाडि बढिरहेका छौँ। तर प्रमुख प्रतिपक्षी दलको हिसाबले केही भेटघाटहरू मूलतः सत्ताधारी दलको ठुलो पार्टीका अध्यक्ष शेरबहादुर देउवासँगको पछिल्ला भेटघाटहरूले त्यो खालको आशंकाहरू जन्माएको छ र उहाँहरूलाई के लागिरहेको छ बाहिरी सिरामा, बाहिरी फेरामा भने माओवादी सरकारभन्दा बाहिर बस्न नसक्ने भयो, आत्तियो, फेरि पनि सरकारमा जान खुट्टा उचाल्दैछ भन्ने जो छ त्यो एक खालको भरम नै हो। किनकि हामी अब कतिपय समसामयिक इस्युहरूमा मूलतः पछिल्लो जो भिजिट भिसाको प्रकरणले गर्दाखेरि गृहमन्त्रीले राजीनामा दिनुपर्ने हाम्रो विपक्षी दलहरूको माग थियो। त्यसका सन्दर्भमा हाम्रा बसाइहरू भएका हुन्। हाम्रो पार्टीका अध्यक्ष र शेरबहादुर देउवासँग ती बसाइहरू भएका हुन्। तर सत्ता समीकरणका हिसाबले हामीले यो बसाइ गरिरहेका छैनौँ र पार्टी त्यतातिर ध्यान छैन, एउटा भने। दोस्रो कुरा, अहिले सत्ताधारी दलहरू बीच पनि मूलतः काङ्ग्रेस र एमाले बीच प्रधानमन्त्रीको कार्यशैलीका कारणले पनि सत्ताधारी दलहरू बीच सौहार्द सम्बन्ध छैन। त्यो सौहार्द सम्बन्ध नभएका कारणले हामीले यदि पार्टीले केपी ओलीको यही खालको प्रवृत्तिका विरुद्ध पनि कहीँ न कहीँ सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ र काङ्ग्रेस यदि चाहन्छ भने हामीले सरकारभन्दा बाहिर बसेर काङ्ग्रेसलाई नेतृत्व सम्हालेर बसोस् भन्ने हाम्रो औपचारिक प्रस्ताव जस्तो पनि छ। तर हामी अहिले 84 अगाडि सरकारमा जाने मुडमा छैनौँ, जाने तयारीमा पनि छैनौँ र हामी सरकारमा जाँदैनौँ। आजको स्थितिमा राजावादीहरू जसरी आन्दोलित भएका छन् त्यसकै जगमा राजतन्त्र फर्किने सम्भावना छैन। तर अहिले खास गरिकन 72 सालको संविधान पछाडि राजनीतिक दलहरू मूलतः काङ्ग्रेस, एमाले, माओवादी सबै हामी जसरी जिम्मेवार भएर अगाडि बढ्नुपर्ने थियो, देशका समस्याप्रति हामी संवेदनशील भएर अगाडि बढ्नुपर्ने थियो, देशका अर्थनीति कसरी अगाडि बढाउने, देशको अर्थतन्त्र कसरी बलियो बनाउने, आत्मनिर्भर अर्थतन्त्रका निम्ति हामीले के कस्ता नीतिहरू अवलम्बन गर्नुपर्ने, के कस्ता कार्यक्रम ल्याउनु पर्ने भन्ने सन्दर्भमा दलहरू जति सिन्सियर हुनुपर्ने, जति संवेदनशील हुनुपर्ने, जति नीतिगत निर्णयहरूमा हामी अगाडि बढ्नुपर्ने थियो, त्यसमा समस्याहरू पैदा भए। मूलतः दलहरू आज दलाल पुँजीवादी व्यवस्थाबाट युवात्व रूपबाट गाइडेड भएका कारणले अहिले स्वाभाविक हिसाबले आजका विद्यमान दलहरूप्रति एक खालको वितृष्णा, एक खालको विकर्षण जस्तो देखा परेको छ। त्यसका कारणले राजावादीहरूले चाहिँ अलिअलि धमिलो पानीमा माछा मार्न खोजेका हुन्। तर यसको अर्थ चाहिँ के होइन भने आज यो गणतन्त्रको विकल्प राजतन्त्र पनि होइन र राजतन्त्र आउने परिस्थिति पनि होइन। तर एउटा बहस जसरी उठिरहेको छ त्यो आफैमा राम्रो विषय पनि होइन। यसको कुरा के हो भन्नु होला भने दलहरूको ले आफूलाई चाहिँ आत्मसमीक्षा गर्न जरुरी छ र त्यो हामी पनि माओवादी केन्द्रले पनि आफूलाई आत्मसमीक्षा सहित अगाडि बढ्ने प्रतिबद्धतासहित हामी अहिले जनतामा अगाडि बढिरहेका छौँ। स्वाभाविक हिसाबले एउटा विषय के आएको छ भने नेपालमा गणतन्त्र स्थापित हुनु अगाडि, गणतन्त्र स्थापना हुनु अगाडि सबै ठिक थियो र अहिले बेठिक भएको छ भन्ने तर्क चाहिँ होइन।
पहिला बेठिक भएकै कारणले गणतन्त्र आवश्यकता थियो, गणतन्त्र आएको हो र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सहितको 72 सालमा संविधान ल्याइयो। तर गणतन्त्र आइसके पछाडि, संविधान आइसके पछाडि दलहरूको भूमिका मैले यहाँलाई अघि नै भने, दलहरूले जनताकै एजेन्डा बोक्ने हो। दलहरूको छुट्टै एजेन्डा र जनताको छुट्टै एजेन्डा हुन्न। दलहरूले जनताकै एजेन्डा बोक्ने हो र अहिले नेपालको एउटा सबैभन्दा ठुलो सङ्कट के हो भने नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा, संविधानको एजेन्डा, धर्मनिरपेक्षता एजेन्डा, समानुपातिक समावेशिताको एजेन्डा माओवादी केन्द्रको एजेन्डा थियो र त्यसैको जगमा संविधान निर्माण भयो। तर संविधान जब जारी भयो त्यस पछाडि माओवादी केन्द्रलाई जनताले बहुमत दिएर त्यो संविधानको कार्यान्वयन गराउने तहमा माओवादीलाई तपाईँको बहुमत जनताले दिएनन्। र अहिलेको मुख्य सङ्कट के हो भने नीति माओवादी केन्द्रको नेतृत्व अन्य दलहरू चाहिँ गरिरहेका छन्। यसले सङ्कट पैदा भएको छ। मूलतः प्रधानमन्त्री केपी शर्मा ओलीले त यो गणतन्त्र त बैलगाडा पुगेर गणतन्त्र आउँदैन भन्ने उहाँको भाष्य थियो र आज जे परिवर्तन भएको छ यो परिवर्तन चाहिँ उहाँले स्वीकार गर्न सक्नु भएको छैन, उहाँले आफ्नो एजेन्डाको रूपमा ग्रहण गर्न सक्नु भएको छैन। त्यसकारणले सरकारभित्र बसेर कहीँ न कहीँ यी एजेन्डा फेल गराउन लागिराख्नु भएको छ कि भन्ने पनि हामीलाई कता कता आशंका लाग्छ र यसले कता के परिदृश्यमा अथवा पर्दा पछाडि कस्तो भइरहेको छ भने राजावादीहरू आउने, तपाईँको उनीहरू आन्दोलन गर्ने र जनताका एजेन्डाहरू नलिएको जस्तो अहिले जो विथिति भएको छ, विकृति भएको छ, भ्रष्टाचार भएको छ, तपाईँको पुरै त देश कमिसन तन्त्रतिर गइरहेको छ। यो कमिसन तन्त्रको सबै जग के हो भन्नु होला भने पुराना दलहरूले आफूलाई चाहिँ फेरि पनि त्यो 47 अगाडि फर्काउन खोजेको र आजको परिवर्तन आत्मसात गर्न नसक्दाखेरि पनि कहीँ न कहीँ यसले सङ्कट पैदा भएको जस्तो लाग्छ। तर फेरि के हो भन्नु होला भने दलहरू जनताहरूसित पनि हाम्रो अनुरोध अपिल के छ भने नीति के हो र नेतृत्व के हो भन्ने कुरा जनताहरूले पनि अब बुझ्न जरुरी छ। स्वाभाविक हिसाबले हामीले माओवादी केन्द्रले जे जति काम जनताकै पक्षमा गर्न सक्ने थियो त्यो केही न केही प्रयास गरेको हो, त्यो पर्याप्त भएको छैन। तर हामी अहिले जनतासित के अपिल गरेका छौँ, के अनुरोध गरेका छौँ भने एकपटक हामीलाई फेरि तपाईँहरूले विश्वास गर्नुहोस्, तपाईँहरूका आकाङ्क्षा, तपाईँहरूसँग हामीले हिजो जो जनयुद्धकालमा, जनयुद्धकाल पछाडि आज पनि जे प्रतिबद्धता गरेका छौँ त्यो प्रतिबद्धता अनुसार हामी अगाडि बढ्छौँ र हाम्रो यो तपाईँहरूसँगको अनुरोध पनि हो। त्यसकारणले अहिले खास मूलतः नेपालमा जे सङ्कट आएको छ नीति र नेतृत्व बिचको सङ्कट हो। नीति र नेतृत्व बिचको अन्तर्विरोधका कारण पैदा भएको सङ्कट हो। यो सङ्कट हल गर्नका निम्ति नेतृत्वमै परिवर्तन जरुरी छ, नीतिमै परिवर्तन गर्न जरुरी छ भन्ने हाम्रो बुझाइ हो। त्यसकारणले अहिले यो दलहरू तपाईँले जे अस्तव्यस्तता देखिराख्नु भएको छ, दलहरू माओवादी केन्द्र आज जे एजेन्डा जे परिवर्तन भएको छ माओवादी केन्द्रको एजेन्डाले परिवर्तन भएको छ। संविधानमा ती एजेन्डाहरू स्थापित भएको छन्, लेखिएका छन्, तर त्यो अनुसारको कानुन बनाउने कुरा ठाउँमा माओवादी केन्द्र छैन। अनि माओवादी केन्द्र कानुन बनाउने स्थितिमा उसको बहुमत पनि छैन। त्यसले के भयो भन्दाखेरि जनता के अरे झन् अलमल परे जस्तो भएको छ। त्यसकारणले हाम्रो अनुरोध के हो भने यो संविधानको पूर्ण कार्यान्वयनका निम्ति पनि यहाँहरूले माओवादी केन्द्रलाई पूर्ण बहुमत दिन जरुरी छ र हामी त्यसको तयारीमा छौँ। अब खास गरिकन हाम्रो पार्टीमा औपचारिक रूपमा हामी 8औं महाधिवेशन सम्पन्न गरेर आएका छौँ। 1 वर्ष भएको छ। यो महाधिवेशनसम्म आइपुग्दाखेरि पार्टीमा नीतिगत हिसाबले हाम्रो कहीँ पनि अन्तर्विरोध छैन। पार्टीभित्र कमरेड प्रचण्डले राजनीतिक दस्तावेज पेश गर्नुभएको छ, त्यो एकमतका साथ पास भएको छ। त्यसकारणले औपचारिक रूपमा अरू कोही कसैसँग कतै तपाईँको बैठकहरूमा कहिले आफ्ना नोट अफ डिसेन्टहरू लेख्ने अथवा कहीँ न कहीँ आफ्ना विचार राय प्रकटहरू गर्ने कुरा चाहिँ स्वाभाविक छन्। तर पार्टीभित्र कुनै अन्तर्विरोधहरू सैद्धान्तिक हिसाबले छैनन् र कतिपय सन्दर्भमा अहिले पछिल्लो अवधिमा भन्दा नि केही समयदेखि मूलतः जनार्दन शर्मा र प्रचण्ड बिचको यो जो अन्तर्विरोध भनिएको छ, यो अन्तर्विरोध केही कार्यशैलीका कारणहरू होलान् र केही सैद्धान्तिक प्रश्नहरू पनि उठाएका छन् र जीवन्त पार्टीभित्र बहस छलफल आवश्यकता छ। पार्टी भनेको विपरीतहरूको एकत्व पनि हो।
पार्टीभित्र विचारहरूको बहस हुन्छ, छलफल हुन्छ र त्यसले नयाँ निष्कर्ष निकाल्ने कुरा चाहिँ मुख्य कुरा हो। त्यस कारणले पार्टीभित्र बहस नै छैन, द्वन्द्व नै छैन भन्ने तर्क त होइन, तर बाहिर जे हल्ला फिजाइएको छ पार्टी फुटको चरणमा अथवा जनार्दन र प्रचण्ड बिचको जुन तहको अन्तर्विरोध हो, यसले पार्टीमा हिजो अस्ति एउटा मिडियाले के भनेको थियो भने प्रचण्डले चाहिँ रुकुम पुगेर पनि जनार्दनलाई यो पार्टीमा स्थान छैन भनेर भन्नुभयो भन्ने तहको जुन लेभलको बाहिर अन्तर्विरोधको भाष्य सिर्जना गर्न खोजिएको छ। पार्टीभित्र त्यो तहको अन्तर्विरोध छैन। सामान्यतः पार्टीभित्र हुने बहस छलफलहरू विचारका बहसहरूमा पार्टीलाई अगाडि बढाउने सन्दर्भमा, अबको नीति तथा कार्यक्रम कस्तो बनाउने सन्दर्भमा, जनताका हेर्ने सन्दर्भमा कसरी अगाडि बढाउने, समाजवादीको क्रान्तिका आधारहरू कसरी अगाडि बढाउने, कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा केही बहसहरू छन्। तर त्यो फेरि जनार्दन र प्रचण्डको बिचको होइन, सिङ्गो पार्टीभित्रको बहस हो अहिले माओवादी केन्द्रभित्र। यो तपाईँहरूले चाहिँ माथिल्लो तहका नेतृत्वहरूमा मात्रै देख्नुहुन्छ। त्यो तल हाम्रो जिल्ला कमिटीसम्मको बहस के हो भने समाजवाद उन्मुख व्यवस्था भनेपछि त्यसका आधारहरू के हुन्, त्यो आधारहरू कसरी निर्माण गर्न सकिन्छ, त्यो कसरी तपाईँको अगाडि बढाउन सकिन्छ र त्यो हामीले मूलतः माओवादी केन्द्रले यसको दिशा निर्देश गर्ने यो प्रमुख शक्ति हो, क्रान्तिकारी शक्ति हो, परिवर्तनकारी शक्ति हो र आजको उसको जगमा अब यो परिवर्तन सम्भव भएको, परिवर्तन भएको हो भनेपछि हामीले नै अब दिशा निर्दिष्ट गर्नुपर्छ भन्ने हिसाबले बहस छन्। तर पार्टी फुट्ने गरिकन फुटको चरणमा हाम्रा बहसहरू छैनन् र यो केही मिडियाहरूले उछालिएका कुरा बढी हुन् र सैद्धान्तिक प्रश्नहरूको बिचमा छलफल मात्र हो भन्ने लाग्छ। माओवादी केन्द्र हामीले बुझ्नुपर्ने कुरा के हो भने माओवादी केन्द्र सरकार परिवर्तनको खेलमा छैन, पहिलो कुरा। दोस्रो कुरा के हो भने माओवादी केन्द्रले चाहँदैमा सरकार परिवर्तन हुने स्थिति पनि होइन, किनकि काङ्ग्रेसभित्र एमालेभित्र उनीहरूको आफ्नो अन्तर्विरोध पैदा भएर माओवादीसँग अपिल गर्न आयो भने माओवादीले सोच्ने कुरा हो। तर आज माओवादी चाहिँ एक्लै सरकार परिवर्तनको पक्षमा छैन, गर्दैन।